सुरक्षा निकायका कर्मचारी प्रहरीहरू सशस्त्र प्रहरी बल धेरैजना घाइते भएको अवस्था पनि तपाईँलाई हामीले देखाइसकेका छौँ दर्शकहरू। त्यो रेड लाइटको जुन त्यो देखिरहेको हुनुहुन्छ त्यो चाहिँ दमकल हो। यदि कुनै आग लागि जस्तो केही हुन्छ भने त्यतिखेर उहाँहरूले त्यो निभाउनको लागि नरेश यसको यो फोटो नि लिगा न लिगा छौ देख्न सक्नुहुन्छ आज दिउँसोको यो राजावादी आन्दोलनकर्ताहरूले यो ट्राफिक प्रहरीको यो बिटमा चाहिँ एउटा क्षति पुर्याएका छन्। देख्न सक्नुहुन्छ तिनकुनेबाट हामी तपाईलाई प्रत्यक्ष देखाइरहेका छौँ। यहाँ के छ, यहाँको अवस्था कस्तो छ, यहाँको अवस्था गणतन्त्रवादीले चाहिँ एकदमै शान्तिपूर्ण आन्दोलन गरेर उहाँहरूले समयअनुसार नै आफ्नो कार्यक्रम सिद्ध्याएर गइसक्नु भएको थियो। त जुन यो तिनकुनेमा राजावादीको आन्दोलन भएको थियो यसले चाहिँ एक किसिमको गम्भीर द्वन्द फैलाउने र जनतालाई कष्ट दिने जस्तै व्यवस्था भयो। जुन मेरो पछाडि तपाईँ ट्रेन देख्नु त्यो ट्रेन चाहिँ हो पर्ची लागेको छ। यो पर्चीले जनाउँछ देशभित्र के हुँदैछ र देशको यो के हालत भन्ने प्रश्नहरू तपाईँको मनमा पनि उठिसकेको होला र त्यही प्रश्नहरू उठेकोलाई मैले आफ्नो तर्फबाट नै व्यक्त गरिसकेको छु र टेन्टभित्र त्यो देखाउनु र अब यति बेला चाहिँ तपाईँलाई म स्पष्ट देखाउनेछु कुन ठाउँमा चाहिँ काठमाडौँको तिनकुनेभित्र कुन ठाउँमा चाहिँ उहाँहरूको कार्यक्रम भइरहेको छ। कार्यक्रम तपाईँले देखाउने लाइभ पनि देखेको छु तिनकुनेको यही ठाउँमा आज सभाको घोषणा गरिएको थियो। तर यो यहाँ कार्यक्रमै हुन पाएन। कार्यक्रम हुनभन्दा पहिले नै तोडफोडको स्थिति, मुठभेडको स्थिति सिर्जना भयो। देख्न सक्नुहुन्छ यही भवनमा हो आज आगजनी गरिएको। सुरुमा ढुङ्गा मुढा भएपछि अहिले चाहिँ यसको स्थिति यस्तो छ। यही ठाउँमा हो आज आन्दोलन गर्छु भनेका थिए तर यत्रो रूप लिएर जनताको घरमा आगो लागि त्यतिकै नोक्सान भयो होला। त्यतिकै अब कसले दिने? यो सरकारले उहाँहरूलाई सचेत गराएकै नै हो। तर फेरि पनि यसले उग्र रूप लिइसक्यो भने त्यो आग लागि भइसकेको छ। र काँचहरू जुन यो काँच मेरो अगाडि देख्नु पुरै कस्तो बनाइदिएको अब यसले जुन आधारमा के थियो यो त एक किसिमको दुश्मनी जस्तै नि छ। यो राज्यसँग दुश्मनी थियो या जनतासँग दुश्मनी भन्ने प्रश्न ठुलो छ यहाँनिर। किनभने राज्यको नोक्सान नगरे जनताको नोक्सान चाहिँ गरेकै छ। यो तपाईँलाई स्पष्ट देखाउनु हामी केही अगाडि बढ्ने चाहिँ यति बेला कम चल्दैछ।
हामी फेरि पानी लिएर चाहिँ यता आएको छौँ कि देख्न सक्नुहुन्छ यहाँ एकजना एबी न्युज टेलिभिजनका पत्रकार रोइरहनु भएको छ। सम्भवतः यहाँ कसैको मृत्यु भएको खबर सुनिएको छ।